संसदीय व्यवस्थालाई पुरै स्वीकार गरेर होइन कि यो एउटा क्रान्तिकै सङ्घर्षको एउटा नयाँ मोर्चाको रूपमा हामीले जनताको पक्षमा यसलाई अहिले हामी प्रयोग गर्दैछौँ। पार्टीभन्दा बाहिर अर्को कुनै साधन हामीसँग छैन जनताको सेवा गर्ने र देशको सेवा। यो नयाँ पार्टी हो र जनताको सल्लाह अनुसार नै यो कदम चालियो होइन। एकताको बहस त नेपालमा जारी नै छ र आज तपाईँले हेर्नु पनि भयो होला। हामीले कम्युनिस्ट एउटा नेपालको इतिहासमा कम्युनिस्टहरूलाई नयाँ ढङ्गले नयाँ केन्द्रमा एकीकृत गर्ने हाम्रो प्रस्ताव छ। हामी यहाँसम्म आएका छौँ र नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनै पनि काम गरेको पनि छैन र गर्न पनि दिएको छैन, लड्दै आएको छ र जनताको सुझाव अनुसार नै यो अभियानलाई जनताले आफ्नो अधिकार चाहन्छन्, देशले स्वाधीनता चाहन्छ, नयाँ पुस्ताले एउटा परिवर्तन सहितको जीवन चाहन्छ। त्यसको लागि हामी सङ्घर्षरत रहनेछौँ। आजसम्म नेकपा मात्रै हो एउटा जो जनतासँग जोडिएर काम गरेको छ। तमाम राजनीतिक, आर्थिक, सांस्कृतिक होइन, त्यसपछि गएर स्वाधीनताका सबै कुरामा सबै क्षेत्रले महसुस हुने गरी काम गरेको नेकपाले नै। जेनजीलाई पनि हाम्रो समर्थन थियो र हाम्रो प्रेरणा पनि हो जेनजी आउनेमा। सँगै देशलाई बदल्ने हो, तपाईँहरू सबैको साथ लिने हो। अहिलेसम्मका जति पनि नकारात्मक र दुःखद परिणामहरू छन् त्यसको शिक्षा सहित नेकपाले देशलाई हामीले अपिल पनि गरेका छौँ। जनताले साथ दिए भने यो देशका युवाहरूलाई म नेपाली हुँ भन्ने एउटा स्वाभिमानीपूर्ण जीवन दिने हाम्रो चाहना। जति पनि छ हामी देशभरि जाँदाखेरि तपाईँहरू आउनुहोस् भन्ने बाहेक जनताको अरू केही पनि सुझाव छैन। नेकपा जसले अहिलेसम्म देशलाई चाहिँ सम्पूर्ण रूपले आफ्नो जीवन, आफ्नो आन्दोलन समर्पित गरेको छ, त्यस आधार हामीले तीनटा कुरा सोचेका छौँ। नम्बर 1 एउटा न्यू कम्युनिस्ट सेन्टर, नयाँ कम्युनिस्ट केन्द्रको लागि चाहिँ पहल गर्ने। दोस्रो समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने। तेस्रो तत्काल नेपालको जो अस्थिर एउटा सङ्कटपूर्ण राजनीतिक परिस्थिति छ त्यसलाई निकास दिनको लागि एउटा सचेत सबै मित्रहरूसँग मिलेर, देशभक्त समाजवादी कम्युनिस्टहरूसँग मिलेर निकासको लागि पहल गर्ने। यसको लागि हामीले छलफल गरेका छौँ र त्यो आज वक्तव्य पनि आउँछ। अहिले त चुनावको वातावरण बनिसकेको छैन, त्यो त साँचो हो, तर एक दिन त चुनाव हुन्छ।